निर्वाचन हुन गइरहेको छ। म निर्वाचनको बारेमा केही आफ्नो भनाइ पनि भन्न गइरहेको छु। विशेष गरेर पुराना सङ्गठनहरू खराब सङ्गठन भनेर जुन हिसाबले अहिले भइरहेको छ र पुरा पछिल्लो 30-32 वर्षमा राज चलाउँदा पनि उनीहरूले देश विकास गर्न सकेनन् भन्ने खालको जुन कुराकानी चलिरहेको छ सामाजिक सञ्जालमा, यसको विषयमा मेरो भनाइ के छ भन्दाखेरि, जस्तो पहिला के थियो भन्दा केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डहरूले चाहिँ उनीहरू सानो उमेरमा, उनीहरू 25-26 वर्षको उमेरमा हुँदा जुन बेलामा उनीहरूले राजनीति सुरु गरेका थिए, त्यो बेलामा चाहिँ उनीहरूले देश बनाउनुपर्छ, देशलाई कसरी विकास गर्ने भन्दा पनि उनीहरूको मुख्य एजेन्डा भनेको नै राजतन्त्र फाल्ने थियो। र त्यसपछि जब यिनीहरूले राजतन्त्र फाले, यिनीहरूको दूरदर्शिता भनेको जहाँसम्मको यिनीहरूको सोचाइ भनेको राजा फाल्नेसम्म मात्र थियो। त्यहाँबाट अघि चाहिँ यिनीहरूले सोच्न नसकेको भएर राजतन्त्र फालिसकेपछि यिनीहरूले देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा यिनीहरू परिपक्व हुन सकेनन्, जसले गर्दा चाहिँ बाहिरी शक्तिहरूको बढी दबाब भयो। इन्डियाले चलाउन थाल्यो, चाइनाले चलाउन थाल्यो, कम्युनिस्ट पार्टी आयो भने चाइनाको हस्तक्षेप हुने, कङ्ग्रेस आयो भने इन्डियाले हस्तक्षेप गर्ने जस्ता खालका विभिन्न किसिमका क्रियाकलापहरू भइरहेको हो। र यसमा पनि अहिले चाहिँ विशेष गरेर नेपाली काङ्ग्रेसमा जुन पछिल्लो समयमा जुन हिसाबको परिवर्तन आयो, जुन हिसाबमा गगन थापाले चाहिँ नेपाली काङ्ग्रेसलाई नेतृत्व गर्नलाई एउटा विद्रोह गरेर मैदानमा उत्रिसकेर अहिले जसरी नेपाली काङ्ग्रेसमा 62% शीर्ष नेताहरूले चाहिँ गगन थापालाई नै सभापति स्वीकार्नुपर्छ भनेर भनिसकेपछि र अहिले निर्वाचन आयोगले पनि सभापति चाहिँ आधिकारिक सभापति गगन थापा भन्दै गरेपछि चाहिँ अब आउने पुस्ताहरूले चाहिँ पक्कै देश विकास कसरी गर्ने भन्ने बारेमा उनीहरूले सोचेका छन्। किन भन्दा गगन थापाले राजनीति गर्दा राजतन्त्र फालिसकेको थियो। गगन थापा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुँदा राजतन्त्र फाल्ने क्रममा थिए। 46-47 चाहिँ ऊ चाहिँ नेपाल विद्यार्थी सङ्घको नेतृत्व गर्न पुगेका थिए देशकै। त्यो हिसाबले पनि अब आउने नेताहरूले चाहिँ पक्कै देशको विकसित गर्नेछन्। अब केपी शर्मा ओली बाहेक अर्को कुनै नेता पनि त्यहाँ एमालेबाट पनि कुनै युवा नेता मैदानमा उत्रिने हो भने उसले पनि पक्कै दीर्घकालीन विकास गर्ने हिसाबले देशलाई समुन्नत गराउनुपर्छ भन्ने हिसाबले चाहिँ अघि बढ्थ्यो होला। तर नेपाली काङ्ग्रेसमा अहिलेको सिनारियोमा हेर्दा रासपा भन्दा पनि अझै विशेष गरेर चाहिँ नेपाली काङ्ग्रेसलाई चाहिँ मैले देश बनाउँछ कि भन्ने आशा मेरो नेपाली काङ्ग्रेसमा विशेष गरेर गगन थापामा छ। र बालन शाह उताबाट बालन शाहले जिति नै हालेमा पक्कै बालन शाह र गगन थापाको नेतृत्वमा सरकार बन्छ भन्ने मेरो आकलन रहेको छ।